प्रमदयमनि पूर्णप्रवाहो गुणप्रवाहो परस्मत्रिगुणदीयकथं शिशुवचनप्रसिद्धेहं चैतस्यतिमेतागतदेश निहितशिखसं किमुता प्रिया नृणां विशेषार्थभक्तिगत विभक्तिर्भगवतरूप अपेयस्याप्नोमि यस्य निर्गुणसगुणात्मक कामकं भयं स्नेहमयं सौतविपदनीतिमनोविददाति यान्ति तन्मयतां विहिते न च विश्वकाले भगवता भगवते जयकेश्वरी कृष्णे यत विमुच्यते तां दशावान्ति कामायात भगवान् प्रदेशित अद्भुतलक्ष्मीपाच पश्य विमोहन शुभङ्गाच स्वागतं हाम प्रियं किं करवाणि महदशान्नमयमृता नामकरणकारणं राजऋषिरूपा घोरशतऋषिविदा प्रति याता प्रजन्यहस्तीयं श्रीविश्वमध्यमाः मातर पितर पुत्र भ्रातर पतयः सवपीचं निधिवावश्यक मां प्रणवन् साद्वशम् दिशमनकुसुमितं राकेश कररञ्जितं यमुना नीललितैजतरु परम मंगलमय भगवत स्वरूप श्रीमद् भागवत महापुराण अन्तर्गत आज हाम्रो 6औं दिनको यो पहिलो सत्रमा भगवत गुणानुवाद चर्चा गर्नको निमित्तमा उपस्थित सम्पूर्ण सज्जन महानुभावहरूको हृदय कमलमा निवास गर्नुहुने भगवान बालकृष्णको चरण कमलमा बारम्बार प्रणाम गर्दै आउनुहोस् आजको विषयवस्तुतिर प्रवेश गरौँ। हिजोको दिनमा हामीले श्रवण गरेका थियौं भगवानले कंसको वध गरेर कंस उद्धार गरिदिनुभयो। अनि यता जब आज 11 वर्षको हुनुहुन्थ्यो भगवान, 11 वर्षको उमेरको भगवानले अत्यन्त वृद्ध अत्यन्त बलवान कंस सम्पूर्ण उसको सैन्य शक्ति सहित कंसको मर्दन गरिदिनुभयो। बोलो श्री कंस मर्दन भगवान की। त यता कंसको जब प्राणान्त भयो तब आज देवकी र वसुदेवले देवकीजीले 11 वर्षसम्म आफ्नो छोरालाई जन्म दिनुभयो। जन्मले आज 11 पछि आफ्नो छोरालाई पुनः जन्मिँदाखेरि देख्न भएको थियो हैन। पुनः आज 11 वर्षपछि देवकीले आफ्नो छोराको दर्शन भगवान कृष्णको दर्शन प्राप्त गर्नुभयो। छोरालाई हेर्ने सौभाग्य आज 11 वर्षपछि प्राप्त भयो। अत्यन्त भाव विह्वल हुनुहुन्छ, प्रेमले ओतप्रोत हुनुहुन्छ। त नन्द बाबा देवकी वसुदेव आज आनन्दित हुनुहुन्छ। अनि यता भगवानले पनि नन्द बाबा आफ्ना ग्वालबालिका जो सखाहरू साथमा आएका थिए मथुरा तिनलाई सम्झाइ बुझाइ गरेर पठाइदिनु। सपिता साच जननी यो पुष्णिताम सुपुत्रवत शिशुन बन्धु रिभूत सृष्टा नकल्पै पोष रक्षणे। आज 11 वर्षपछि लगभग थाहा भयो नन्द बाबालाई, जसलाई चाहिँ मैले मेरो छोरो भनेर 11 वर्षसम्म सँगै खाएँ, एउटै ठाउँमा खाएँ, एकै ठाउँमा सुतेँ होइन, त्यो छोरा त मेरो होइन भन्ने कुराको पुष्टि अब त्यो क्षणमा यसो कल्पना गराउँदै हामीले होइन। जसलाई चाहिँ 11 वर्षसम्म जसलाई आफ्नो छोरो भनेर बाया कहीँ केही मनस्थिति नै छैन, कहीँ शङ्का उपशङ्का नै छैन, तर आज 11 वर्षपछि आफ्नो छोरो जसलाई छोरो भनेर जोसँग बसेको थियो त्यो छोरा होइन रे अरू केही नै भन्ने थाहा भएपछि नन्द बाबामा के भाव भयो र ग्वालबालिक ती सखाहरू जसले कृष्णको वियोग एक क्षण पनि सहन सक्दैनन् आज भगवानले उनीहरूलाई पनि सम्झाइ बुझाइ गरेर पठाइदिनु भयो। नन्द बाबा ती ग्वालबालहरूलाई गोपिनीहरू जसले एक क्षणको वियोग पनि सहन सक्दैनथे भगवानको यो 3 दिन कसरी बसे होला हैन। अब तिनलाई चाहिँ कृष्ण नआउने रे मथुरै बस्ने रे भनेर कुन भावले भन्ने होला। सबजना दुखी हुँदै त्यहाँबाट फर्किनुभयो। यता भगवानको व्रतबन्ध संस्कारहरू सम्पन्न भए र बलराम र भगवान कृष्णलाई दुवैजना पढ्नको निमित्तमा गुरुकुल पठाइयो। 64 दिनमा भगवानले 64 वटा कलाहरू अहोरात्रै चतुःषष्ट्यः सम्यक्तौ तावती कलाः गुरुदक्षिणा याचार्यां छन्दयामा शत्रुर्नृपः। 64 दिनमा भगवानले 64 कला सिक्नुभयो कृष्ण बलराम दुवैजनाले। अनि गुरुलाई दक्षिणा स्वरूपमा चाहिँ कृष्णले सोध्नुभयो, गुरुदेव के दिउँ तपाईँलाई दक्षिणामा भन्दा मलाई त केही आशा छैन बाबु, तिमीले गुरुआमालाई गएर सोध भन्दा गुरुआमालाई गएर सोद्धा हामी पनि धनको आकांक्षा त हामीलाई छैन। केही वर्ष अगाडि मेरो छोरो समुद्रमा गएको, समुद्रबाट कहिले फर्केन, समुद्रमा स्नान गर्न गएको डुबेको थियो, डुबे भएर कहिले फर्केन। यदि तिमी मैले सुनेको छु तिमी साक्षात भगवान हौ रे, यदि तिम्रो चाहना भयो भनेदेखि तिमीले मेरो त्यो छोरालाई पुनः मलाई तिमीले प्रदान गर्न सक्छौ, मलाई दिन्छौ भनेदेखि गुरु दक्षिणाको रूपमा मलाई सन्तान, त्यही मेरो चाहिँ समुद्रमा डुबिरहेको मेरो छोरो
त्यसलाई प्रदान गरिदियो भनेपछि भगवान समुद्रमा जान पनि हो होइन। र वरुणदेवसँग मागेर भगवानले गुरुपुत्रलाई पुनः जीवित गरेर ल्याएर प्रदान गरिदिनुहुन्छ। अनि यसरी 64 दिनमा 64 कला सिकेर भगवान फर्किनुहुन्छ मथुरामा। अनि मथुरामा आएर पहिलोचोटि आज देवकीले भगवानलाई भोजन गराउँदै हुनुहुन्छ। पहिलोचोटि आफ्नो छोरोलाई भोजन गराउँदै हुनुहुन्छ। अब उत्कण्ठा भयो के चाहिँ मनपर्छ होला यसलाई, सुनेको छु दही मक्खन यसले खुब मन पराउँछ भनेर दही मक्खन मिश्री इत्यादि सम्पूर्ण सामग्रीहरू तयार गर्नुभयो। भगवान भोजन गर्नको निमित्तमा बस्नुभएको। भगवानलाई पनि त्यो दही मक्खन नहुने देख्ने बित्तिकै ब्रजवासीहरूको याद आएछ। जुन गोपिनीहरू होइन आउँदा जाँदा मलाई नै निहार्थे, जसको नेत्र जहिले पनि मलाई मेरो दर्शनको निमित्तमा तडपिन्थ्यो, जसको मुख मेरो गुणगान गाएर कहिल्यै थाकेन, जसको नेत्र मेरो दर्शन गरेर कहिल्यै अघाएन, ती गोपिनीहरू के गर्दै होला त्यो भाव उत्पन्न भयो दही मक्खन देखेपछि। तिमीरा गोप सखाहरू, तिमीरा गाईहरू, नन्द बाबा यशोदा के गर्दै हुनुहुन्छ होला, यो भाव जागृत भयो। रुन थाल्नुभयो भगवान। देवकीले देख्नुभयो भगवान रोइरहनु भएको छ होइन, आफ्नो छोरो पहिलोचोटि खाना खुवाउन आयो, ऊ रोइरहेको छ भनेपछि देवकी पनि बसेर रुन थाल्नुभयो। के गलत पो भयो कि मबाट। अरू जो जति हेर्न आए सबै देवकी र कृष्ण रोएको देखेर सबै त्यहाँ रुन थाले, सबैजना रोइरहेका छन्। उद्धवजी आउनुभयो, वृष्णिवंशीहरूको सान बृहस्पतिको रूपको चेला हुनुहुन्छ उद्धवजी। त उद्धवजी आउनुभयो, त्यहाँ सबै रोइरहेका छन्। के हो सबजना यो भाव विभो सबैजना रोइरहेको किन भनेर उहाँले सोध्नुभयो। उहाँलाई थोरै ज्ञानको अभिमान पनि थियो होइन, यो भक्ति भावमा त्यति उहाँले भन्दा पनि म बृहस्पतिको रूपको चेला, ज्ञानद्वारा नै भगवान प्राप्त हुनुपर्छ भन्ने भाव उहाँमा थियो। गोकुल वृन्दावन छोडेर आएको। आज वर्षौं वर्ष बित्यो तर म गइनँ। त तिमी जाऊ, तिमी त हेर उद्धव, तिमी जाऊ, तिमी त अब बृहस्पति गुरुको चेला, अत्यन्त बुद्धिमान छौ होइन। अब तिमी ब्रजमा जाऊ, नन्द बाबा यशोदालाई सम्झौ, ती गोप गोपालहरू गोपिनीहरूलाई भेट, तिमीलाई जुन वेदना छ हृदयमा तिनको वेदनालाई मुक्त गरिदेऊ। अनि वेदना जुन हृदयमा वेदना छ, मलाई भेट्ने जुन उत्कण्ठा छ, अभिलाषा छ, त्यो वेदनालाई निर्मूल बनाइदेऊ र ब्रह्ममा परब्रह्म परमेश्वरमा उनीहरूको मन लगाइदिएर भनेर भगवानले आदेश दिनुभयो उद्धवजीलाई। लाग्यो कहाँ म यति बृहस्पति गुरुको चेला, म यति विद्वान, अब त्यो गाई बाछा चराउने बाल गोपालहरूलाई मैले के सम्झाउनु, मेरो भाषा तिनीहरूले के बुझ्लान्। अनि ती केटाकेटी ती गोपिनीहरू तिनीहरूले मेरो भाषा के बुझ्लान् होइन, मैले के सम्झाउनु। भगवानले अरूको नमान्न पनि भएन, तर मेरो भाषा बुझ्नेवाला त्यो वृन्दावनमा सबै अब गाई बाछा चराउने खालका, घाँस दाउरा गर्ने खालका, म बृहस्पति गुरुको चेला, अब यिनीहरूले बुझ्लान् त मेरा कुरा।